कुमार चिमरियाको असली नकाब उतार्दै आइन् तुलसा अधिकारी। अटोमोबाइल सञ्चालकसँग त्यति पैसा कहाँबाट आयो? प्रश्न खडा। नखाएको विष पनि खान लाउँदैछ यो समाजले। कतिजनासँग बार्गेनिङ गरियो, कतिजनालाई न्याय दिलाइने दिलासामा पैसा बार्गेनिङ गरियो। नेपालको न्यायालयलाई चुनौती दिँदै टिकटकका केही न्यायाधीशहरू तुलसालाई डिभिजन नोटिस जारी भएको छ। एउटा अदालत पनि टिकटक, न्यायाधीश पनि टिकटक, नेपालको कानुन र प्रहरीको कुनै जागिर नभए जस्तो। नमस्कार, लाइभ नेपाल न्युज अहिले तपाईँ हेर्दै हुनुहुन्छ। यदि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन नि अहिले नै सब्सक्राइब गर्नुहोला। देश तथा विदेशको समाचार सुन्नको लागि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ नि अहिले नै सब्सक्राइब गर्नुहोला। केही समय अगाडि कुमार चिमरियाले गरेको त्यो ब्लेम अहिले आएर छाताछुल्ला भएको छ। हो दर्शक, म कुरा गर्दैछु तुलसा अधिकारीको बारेमा। तुलसा अधिकारी जो चाहिँ एक नारी, सासी नारी, उहाँलाई जुन ब्लेम गरेको छ त्यो ब्लेम अहिले छाताछुल्ला भएको छ। न निल्नु न उकाल्नु, खुट्टा पनि ढोक्न पुगेछन् अनि भन्दै थिए कि म माफी माग्न चाहन्छु। तर एउटा नारीको बेइज्जत भएको माफी तपाईँ दिन सक्नुहुन्छ? यदि तपाईँ पनि दिन सक्नुहुन्न भने तपाईँको दिदीबहिनीलाई यही भइदिएको भए के हुन्थ्यो? यो कुरा चाहिँ सोच्ने हो कि आफूले गरेको गलतलाई गलत भनेर सम्झिन नसक्ने यस्ता कुमार चिमरिया जस्ता व्यक्तिहरूले तपाईँ हाम्रो छोरीचेलीहरूको चाहिँ के हालत बनाउँथे होला अरू कोही त्यस्ता व्यक्तिहरूले भनेर तपाईँ हामीले सोच्नुपर्ने दिन आइसकेको छ। दर्शक हो, तपाईँलाई म किन कुरा गर्दैछु? यो कुरा गर्दा तपाईँलाई चित्त नबुझ्न सक्छ, तर सत्यता यही हो। कुमार चिमरिया जस्ता व्यक्तिहरू यो समाजमा नजन्मेलान् भन्न सकिन्न, तर जन्मिहाले भने पनि आश्वासन खोक्रो तर धेरै पैसाको धाक अनि ललाइ पारेर फकाउँदै केही एकल महिलाहरूलाई। सोच्नुहोस्, एकल महिलाको जिन्दगी के हुन्छ? कुनै दिन तपाईँ पनि बनेको होला, तपाईँकै समाजमा पनि होला कोही, तर त्यहाँ एकल महिलालाई देख्ने त्यो दृष्टिकोण हाम्रो समाजको अझै पनि गिद्धे नजर लाउने त्यो समाज अझै पनि परिवर्तन चाहिँ भएको छैन। तर एकल महिला देख्ने बित्तिकै पुरुष जस्ता पिसासु धेरै नै चम्किँदै आउने गर्दछन्। तर त्यो चम्किने व्यक्तिहरूमा एक परेका छन् कुमार चिमरिया। धन सम्पत्तिको आश्वासन देखाएर होस् या कसैलाई एट्र्याक्सन गरेर होस्, तर गर्नु त एउटा नारीप्रति खेलेको त हो नि। तर त्यो कुराहरूलाई हाम्रो समाजले किन बुझ्दैन? जसलाई बुझ्नु पर्ने थियो त्यसलाई बुझ्दैन, जसलाई नबुझ्नु थियो त्यसलाई भुइँ बोकेर हिँड्ने टिकटकका न्यायाधीशहरू यहाँ धेरै नै छन्। तपाईँले बुझ्नु होला, न्यायाधीश आफ्नो न्यायालय घरको के हो भनेर थाहा पाउँदैनन्, तर न्याय दिँदै हिँड्ने यहाँ टिकटकको न्यायाधीशहरूलाई कति पीडा छ घरको परिवारलाई भन्ने कुराहरू सोच्दैनन्। तर कसैको कन्ट्रोभर्सी आयो कि आफै नै न्यायाधीश बनेर अगाडि आएर फ्रन्ट लाइनमा कुरा गर्न थाल्छन्। त्यहाँ कसैले सोच्दैन नेपालमा पनि न्यायालय छ, अदालत छ, अड्डा छ भनेर। तर यो न्यायाधीश केही छिडको लागि मात्रै हो भन्ने कुरा पनि सोच्नु होला। तपाईँको दिमागले जति भ्याउँछ बोल्नुहुन्छ, तर त्यो न्याय र कानुनमा कुनै आधारित हुने छैन। तथ्य बाहिर नआइन्जेलसम्म तपाईँ बोल्न पनि जरुरी छैन। तर तपाईँहरू आफ्नो भ्युअर्सको लागि यति धेरै बोलिदिनुहुन्छ, जहाँ चाहिँ एउटा नारीलाई यति शोषण भइरहेको छ, आवाज उठाउनु पर्ने नारीको दुश्मन नारी नै भनेर भनेको सुनेको थिएँ, तर यथार्थमा यहीँ देखिन्छ। यो भिडियो पनि हेर्नुहोस्। यस्तो कुरो कसले पत्याउँछ? को मूर्ख छ क्या? अब त मलाई त कथा फरक छैन, यथार्थ त्यही हो। तर सत्यवादी केही व्यक्तिहरू बनेका छन् जसले आफूलाई न्यायाधीश ठानेर बसिरहेका छन्। तर न्यायाधीशको न्यायालय कहीँ छैन, न अड्डा छ न अदालत छ त एउटा टिकटक लाइभ र टिकटक भिडियो। त्यसमा न्यायाधीश बनेका केही व्यक्तिहरूको चरित्र हत्या त गरे, तर न्यायालयको के कानुन कस्तो हुन्छ, कुन केमा जाने, कसरी गर्ने भन्ने ज्ञान चाहिँ अलिकति छैन। तर आफ्नो घरको चरित्र के भइरहेको देखाउन नसक्नेले बाहिर अरूको चरित्र भण्डाफोर गर्छन् केही न्यायाधीश। यदि कुमार चिमरियाले आश्वासन नदिएको भए तुलसा अधिकारी जाने थिएन नला सायद, किनकि त्यो एउटा एकल आमालाई यति साह्रो गरेपछि, मायाको आश्वासन देखाएपछि, आश देखाएपछि जो पनि जान बाध्य बन्छ। तर पैसाको धाक लडाएर सञ्जालमा आफू ठुलो बन्न कोही पनि चाहँदैन, तर चाहन्छन् त कोही भने कुमार चिमरिया जस्ता व्यक्तिहरू।
तपाईँ हामीले देख्नुपर्छ, किनकि यसरी चरित्र हत्या पहिल्यै भएको थिएन। आजभन्दा धेरै वर्ष अगाडि भएको घटनालाई किन अहिले आएर छत्ताछुल्ल भयो? हिजो मेरो श्रीमतीले थाहा पाउँछ भनेर लुकाएको त्यो शब्दहरू अहिले किन चाहिँ आउट भयो या त्यसलाई ब्लास्ट गरियो भन्ने कुराको नि तपाईँले सोच्नु होला। किनकि यदि त्यतिखेर डिभोर्स गर्छ भन्ने डर थियो पहिलो श्रीमतीले भने, अहिले पनि ती श्रीमतीलाई त्यति नै पीडा हुन्छ र डिभोर्स गर्ने, किनकि यो चरित्र यस्तै थियो र पछि पनि यही हुन्छ भनेर सोच्ने बाध्य हुन्छन् ती चिमरियाको श्रीमती बाध्य हुन्छन्। हो, तपाईँ हामीले सोचे जस्तो छैन यो संसार। जति एकल महिलालाई देखिन्छ दृष्टिकोण गिद्धे नजर लाउँछ, तर त्यो तपाईँको छोरीलाई पर्न सक्छ या तपाईँ कसैलाई पनि परिवार आफन्तजनमा पर्न सक्छ। तर आज एउटा नारीलाई भएको यति सानो उसमा यति धेरै न्यायाधीश भनेर टिकटक सामाजिक सञ्जालमा आफ्नो घरको चरित्र के छ देखाउनु ढाकछोप गरेर अर्काको चरित्र भण्डाफोर गर्दै तपाईँहरू हिँडिरहनु भएको छ न्यायाधीश भनेर। तपाईँ छोडिदिनुहोस्। तपाईँ नेपालको न्यायालय छ, कानुन छ, प्रहरी छ, त्योभन्दा अगाडि तपाईँ 2-3 कदम अगाडि बढेर यो बोलिरहनु जरुरत छैन। मैले पनि भिडियो बनाउनु थिएन, मैले पहिले भिडियोमा भनेको थिएँ म बनाउनेवाला थिइनँ, तर मलाई धेरै जस्तो भिडियो सेयर भइरहेको कारणले गर्दा मैले यो भिडियो बनाउन बाध्य भएको मात्रै। बाध्य भएपछि मलाई नि मुख खोल्न रहर लाग्छ र मलाई यस्ता कुराहरूबाट म अलिक टाढै छु, किनकि यस्तो कुरा पच्न नसकाउने व्यक्ति अरू कोही होलान्, तर म एउटा दोस्रो व्यक्तिमा परेँ। केही व्यक्ति युएसमा बस्ने एकजना व्यक्ति त कस्ता रहेछन् नि, यो पनि छ प्रुफ, त्यो पनि छ प्रुफ, त्यहाँ पनि छ, यहाँ पनि छ, म त्यो व्यक्तिसँग बोलेँ भनेर पनि आएका छन्। तर प्रुफ भने चाहिँ एउटा केही छैन, एउटा रिसिप्ट। त्यो एउटा रिसिप्ट यता हल्लाएको छ उता हल्लाएको छ, अरू कतै पाइएको छैन। कुनै कुनै भिडियो यस्तो छ कि एआईबाट बनाइएको कि होटलमा भेटियो, यहाँ भेटियो भनेर चरित्र हत्या पनि कति गर्न सकेको। तर त्यही व्यक्ति जो पीडित छ उसले लागेको त्यो सामाजिक सञ्जालको भिडियो चाहिँ कसले हेरिदिने, त्यहाँ लागेको म्यासेज चाहिँ कसले हेर्ने? तपाईँहरूको आँखा फुटेको छ, तपाईँहरूले हेर्ने त्यो तपाईँलाई जरुरत छैन र तपाईँको घरमा भएको भए पो थाहा हुन्छ, तपाईँको परिवारमा परेको भए पो थाहा हुन्छ। एउटा युएसमा बस्ने व्यक्तिले त यो प्रुफ छ त्यो प्रुफ छ भनेर कतिसम्म भन्न भ्याएछन्, त्यो प्रुफ आउँछ कि भनेर आश गरेर बसेका व्यक्तिहरू ल प्रुफ अरू पनि आउनु पर्यो भने कमेन्ट गर्नेको पनि कमी छैन त्यहाँ, तर एउटै प्रुफ आएको छैन। यथार्थ बोल्नुपर्छ, सत्यतामा अडिनुपर्छ। त्यसैले सत्यता बाहिर गएर कोही बोलेर फाइदा छैन। हिजो आफ्नै श्रीमतीबाट ढाकछोप गरेर अर्का केटीसँग लाग्ने ती व्यक्तिले भोलि फेरि यस्तो काण्ड अर्कोतिर हरकत गर्दै नहिँड्लान् भन्ने यहाँ खासै ग्यारेन्टी लिन सकिन्न। आजको भिडियो के कस्तो लाग्यो? यदि तपाईँलाई राम्रो लागेमा कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला।